मासिने मतलीभित्र तामाङलाई राखियो। तर किन राखियो चाहिँ अहिलेसम्म कसैले भनेनन्। तपाईले गर्न सक्ने वर्ग विभाजन तपाईको हिन्दू समुदायभित्र मात्रै हो। एउटा क्रिस्चियन एउटा खैरे पनि ब्राह्मण बराबर हो, किनभने हिन्दू होइन नि त हो। नमस्कार, म आज चाहिँ यहाँहरू समक्ष केही इतिहासलाई चिरफार गर्ने कोसिस गर्दैछु र इतिहासमा भएका केही लिखित कुराहरूप्रति टीका टिप्पणी र यो कारणले गर्दाखेरि यस्तो भएको थियो है भनेर इतिहासको बारेमा म केही भन्ने छु। मैले आज कुरा गर्न खोजेको चाहिँ जङ्गबहादुर राणा चाहिँ 1900 विक्रम सम्वत 1909 तिर बेलायत गएर आएपछि पछि विक्रम सम्वत 1910 मा चाहिँ मुलुकी ऐन जारी गर्यो। मुलुकी ऐन जारी गरिसकेपछि चाहिँ के भयो भने एक किसिमको त्यसले चाहिँ नेपालमा भएको नेपाली समुदायलाई चाहिँ विभिन्न किसिमको वर्गीकरण गर्न चाहिँ यसले लिपिबद्ध गर्यो। केही छुवाछुत भने पहिला पनि थियो। त्यो छुवाछुत चाहिँ फेरि उसमा मात्रै थियो, यो एउटा हिन्दू समुदायमा मात्रै थियो। त्यो हिन्दू समुदायमा भएको छुवाछुतलाई चाहिँ जङ्गबहादुर राणाले अरू समुदायप्रति अरू धर्म समुदायमाथि पनि लाद्ने काम मुलुकी ऐनले गर्यो। हिन्दू समुदायभित्र भएको वर्ण व्यवस्था, जात व्यवस्थालाई आधार मानेर सिङ्गो नेपाली समुदायलाई नै उसले के गर्यो भने जात व्यवस्थामा भित्राउने काम गर्यो र हाल्ने काम गर्यो। एउटा कुनै अब विश्वमा धर्म त धेरै छन्, क्रिस्चियन छ, मुस्लिम छ, हिन्दू छ, बौद्ध छ, लगायत अरू अन्य छन्। ती धर्मभित्र पनि भएको अथवा एउटा हिन्दू जातिभित्र उसको आफ्नै कल्चर छ। त्यो कल्चरभित्र भएको जात व्यवस्थालाई चाहिँ सिङ्गो नेपाली समुदायभित्र नै जङ्गबहादुरले चाहिँ लाद्ने काम मुलुकी ऐन 1910 बाट सुरु गर्यो। र यसरी संविधान नै अथवा त्यतिखेर मुलुकी ऐन भन्ने गरिन्थ्यो। त्यो मुलुकी ऐनमा नै त्यसरी लेखेपछि यहाँ भएका विभिन्न जातिहरू जो चाहिँ हिन्दू धर्मप्रति आस्थावान थिएन, ती हिन्दू धर्मप्रति आस्थावान नभएका जातिहरूलाई पनि उसले चाहिँ अब वर्ण व्यवस्था अथवा पानी चल्ने पानी नचल्ने व्यवस्थामा उसले त्यो मुलुकी ऐन जारी गरेर समेट्नलाई मुलुकी ऐनको मार्फतबाट ती जातिहरूलाई पनि समेट्नलाई मुलुकी ऐन जारी गर्यो। त्यो मुलुकी ऐन जारी गरिसकेपछि चाहिँ के भयो भने मुलुकी ऐन चाहिँ आउनुभन्दा अगाडि चाहिँ एउटा हिन्दू समुदायमा मात्रै थियो। त्यो एउटा जात व्यवस्था, ठुलो जात, सानो जात, पानी चल्ने नचल्ने जात, पानी चल्ने जात, ती विभिन्न जात त्यो किसिमको के भन्छ नि डिस्क्रिमिनेसन, जातीय भेदभावलाई चाहिँ उसले हिन्दू समुदायभित्र भएको एउटा जातीय भेदभाव बाहिर ल्याएर अन्य जातिमाथि पनि थोपर्ने काम गर्यो। म तपाईलाई उदाहरणको निम्ति भन्छु। उदाहरणको निम्ति म मगर समुदायलाई लिन चाहन्छु। मगर समुदायभित्र चाहिँ जात व्यवस्था थिएन र यी मगर समुदायहरू त्योभन्दा अगाडि
चाहिँ बुद्धिस्ट थिए, कुनै प्रकृति पूजक थिए र ती एउटा के भन्छ नि प्रकृति पूजकहरूमाथि चाहिँ मुलुकियनले चाहिँ प्रहार गर्ने काम गर्यो र यसरी मुलुकियन जारी गरिसकेपछि मुलुकियनभित्र भएका केही कानुन अन्तर्गत ती कानुनहरूलाई लागू गर्ने क्रममा चाहिँ मूलत मुलुकियनभित्र जात जाति थिए, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। शूद्रभित्र चाहिँ पानी नचल्ने धेरै जातहरू थिए, जबकि पानी नचल्ने जातहरू धेरै थिए। ती पानी नचल्ने जातहरू भनेपछि हामीले चिनिहाल्छौँ। जबकि वैश्य भन्नाले नेवार थिए र अन्य केही जातिहरूलाई चाहिँ पानी चल्ने जातमा राखेको थियो उसले। नेवार, मगर, तामाङ, राई, लिम्बू यिनीहरूलाई चाहिँ पानी चल्ने जातमा राखियो। तर ती जातिभित्र पनि जातिलाई उसले एउटा मतवाली नामकरण गरियो। मतवाली नामकरण गरिसकेपछि त्यो मतवालीभित्र पनि उसले दुई थरीका मतवाली विभाजन गरियो। एउटा त पानी चल्ने पानी त मतवालीभित्र चल्ने, उनीहरूसँग पानी चल्ने, तर दमन गर्न पाउने कि नपाउने, दमन गर्दाखेरि सजाय कतिसम्मको गर्ने भन्नेमा चाहिँ यो मासिन्ने मतवाली र नमासिन्ने मतवालीलाई छुट्याइयो। मासिन्ने मतवाली नमासिने मतवालीमा चाहिँ मगर, नेवार, लिम्बू, राई यिनीहरूलाई राखियो र मासिन्ने मतवालीमा चाहिँ तामाङहरूलाई राखियो। तामाङ लगायत चौधरीहरू पनि छ तराईमा बस्ने। ती जात जातिलाई चाहिँ मासिन्ने मतवालीमा राखियो। हेर्नुहोस् है, अब यो मासिन्ने मतवालीमा यसरी राखियो भनेर भनिएको छ सबैले, तर इतिहास सबैले पढेको चाहिँ मासिन्ने मतवालीभित्र तामाङलाई राखियो। तर किन राखियो चाहिँ अहिलेसम्म कसैले भनेनन्। चाहिँ आज म तपाईहरुलाई के भन्छु भने तामाङलाई मासिन्ने मतवालीमा किन राखियो भन्ने कुरा भन्न चाहन्छु। अब मासिन्ने मतवालीमा चाहिँ किन राखियो भन्दाखेरि मासिन्नेको अर्थ उनीहरूलाई मास्दा पनि हुने र उनीहरूलाई मृत्युदण्ड दिदा पनि हुने अथवा उनीहरूलाई चाहिँ दास बनाउन पाइने भन्ने अर्थमा मासिन्ने मतवाली भनेर राखिएको हो। र अब यिनीहरूले मुलुकी ऐन मार्फत चाहिँ नेपाललाई हिन्दूकरण गर्ने क्रममा र जात व्यवस्थामा सबैलाई सूचित गर्ने क्रममा चाहिँ उनीहरूले चाहिँ के गर्यो भने विभिन्न जात समुदायमाथि मुलुकी ऐनको दण्ड चलाएर चाहिँ मुलुकी ऐन मान्नलाई बाध्य गराउने क्रम। पूर्वमा जाने हो भने राई लिम्बूहरूलाई चाहिँ दशैं मान्न बाध्य गराउने, जसले दशैं मानेनन् ती मान्छेहरूलाई चाहिँ गोली हान्ने, भाला रोप्ने र मार्ने र सबैले देख्ने ठाउँमा चौतारामा लगेर उनीहरूलाई मृत्युदण्ड दिने। र त्यसरी मरिएका कयौं राई लिम्बू समुदायहरू अझै पनि तिनका शालिकहरू त्यतातिर अझै पनि पाइन्छ। र पश्चिममा आयो भने मगर समुदायप्रति पनि उनीहरूले चाहिँ अब हिन्दू धर्म मान्ने र हिन्दू धर्ममा सूचित गर्ने र उनीहरूलाई मतवालीमा राख्ने भन्ने यो नीतिलाई चाहिँ मुलुकी ऐन मार्फत चाहिँ एउटा सरखानै लागेर अब यस्तो गर्दै जाँदाखेरि चाहिँ
जो मगर समुदायहरू थियो त्यो मगर समुदाय चाहिँ उनीहरूले चाहिँ सहर्ष स्वीकारे र हामी हिन्दू बन्यौँ भने र उनीहरूले रातो टिका पनि लगाइहाले र उनीहरूमाथि दमन कम भयो। पूर्वमा राईहरू पनि हामी दसैँ मान्न तयार छौँ, मुलुकी ऐन हामी मान्न तयार छौँ र मुलुकी ऐनमा भएको व्यवस्थालाई हामीलाई स्वीकार्य छ भनेर उनीहरू पनि दसैँ मान्न तयार भए। र अहिले भन्ने हो भने पनि केही राई लिम्बूहरू बाहेक अहिले उनीहरूले किराँती भन्छन् र अहिले लोकतन्त्र आयो त्योभन्दा अगाडिसम्म उनीहरू हिन्दू नै भनेर चिनिन्थ्यो। यद्यपि उनीहरूले शिव पारुहाङ, सुम्निमा पारुहाङ भन्छ, सुम्निमा पारुहाङ भनेको शिव हो, शिव भनेको हिन्दूको मूल देवता हो र उनीहरू एउटा जस्तो इन्डियामा छ नि यो के भन्छ नि साई बाबा भने जस्तो, साई बाबा भने पनि हिन्दू नै हो, किराँत भने पनि हिन्दू नै हो भनेर उनीहरूले बढी भन्छन्। र मगर समुदाय पनि त्यसरी चाहिँ मुलुकियनलाई चाहिँ मान्न सहर्ष स्वीकार गर्यो र अहिले मगर समुदायले सबैले हिन्दू लेख्छन्। अब मगरसँग नि वेद थिएन। वेद भन्नाले के भन्छ नि मगरसँग पनि हिन्दूलाई काउन्टर गर्ने कुनै साधन थिएन, उसले सहर्ष स्वीकारिसकेका थियो। राईसँग पनि हिन्दूलाई काउन्टर गर्ने केही साधन थिएन। मात्र अब बाँकी रह्यो तामाङ समुदाय। तामाङ समुदाय चाहिँ यस्तो समुदाय हो जो अहिलेसम्म हिन्दूलाई काउन्टर दिने, जन्मदेखि मृत्युसम्मको संस्कार बोकेको र आफ्नै मूल्य मान्यता भएको एउटा जाति समुदाय भनेको तामाङ समुदाय मात्रै रह्यो। हेर्नुहोस् है, कुरा बुझ्नुहोस् है, अरू कोहीसँग थिएन। यद्यपि कामीलाई कामी किन बनायो भन्ने पनि कुरा आउला। अब कामीलाई कामी बनाउनुको कारण छ, किनभने कामीको वेद ल्याएर चोरेर चाहिँ ब्राह्मणको वेद बनाइयो। अब ब्राह्मणको कामीको वेद ल्याएर ब्राह्मणको वेद बनाइयो भन्ने कुरा कामीलाई पढ्न दियो भने त्यहाँ हालत के हुन्छ भन्नुहोस् त। त्यही भएर कामीलाई पानी नचल्ने शूद्रमा राखियो। अब यद्यपि ती कामीलाई शूद्रमा किन राखियो भन्ने उनीहरूले भन्लान्। त्यसै अनुसार पनि तामाङलाई चाहिँ मासिने मतवालीमा राख्नुको कारण चाहिँ उनीहरूसँग चाहिँ हिन्दूलाई काउन्टर दिने एउटै शस्त्र थियो कि उसको आफ्नै वेद थियो, उसको आफ्नै धर्म थियो, उसको आफ्नै संस्कृति थियो, उसको आफ्नै भाषा थियो भनेपछि एउटै मात्रै समुदाय रह्यो कि काउन्टर गर्न नसक्ने, काउन्टर हिन्दूलाई काउन्टर दिएर बस्ने समुदाय भनेको तामाङ रह्यो। र त्यस समुदायहरूको बाहुल्य पनि कहाँ बसियो भने अहिलेको चाहिँ राजधानी वरिपरि, काठमाडौँ वरिपरि, विशेष त काठमाडौँलाई घेर्ने जिल्लाहरूमा रह्यो। र यी 8-10वटा काठमाडौँलाई झेल्ने जिल्लाहरू मकवान, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, यी जिल्लाहरूमा चाहिँ तामाङको एकदम बाहुल्य बसोबास भयो। यी जिल्लाहरूमा भएका यो जाति चाहिँ पढ्न लेख्न दियो भने, यो जातिलाई पढ्न लेख्न दियो भने हाम्रो सत्तामाथि ठुलो सङ्कट छ। र पूर्वमा राई त्यति टाढादेखि काठमाडौँमा आन्दोलन गर्न अथवा राज्य सत्ता विरुद्ध आवाज उठाएर पनि त्यहाँसम्म आइपुग्ने कुनै ऊ पनि थिएन, के भन्छ नि, चान्सेसै थिएन त्यतिखेरको अहिलेको जस्तो सामाजिक मिडियाहरू नभएको उसमा। पश्चिममा मगरहरूले गरे केही
आवाजहरू उठाए पनि त्यहाँसम्म आउने स्थिति थिएन। यद्यपि ती तामाङ समुदायहरू चाहिँ राजधानी वरिपरि बसेको र राजधानी वरिपरि उनीहरूले चाह्यो भने जुनसुकै अवस्थामा सैनिक बल अथवा जेसुकै राज्यमाथि थ्रेट हुन सक्ने हुनाले उनीहरूलाई चाहिँ मसिने मतवालीमा राखियो। हेर्नुहोस् है कुरा, अब उनीहरूलाई जोबाट डर छ त्यो मान्छेहरूलाई उनीहरूले के गर्यो भने सबैभन्दा तलको राखियो र मासिने मतवालीमा राखियो। अब आउँछ तामाङ समुदाय मासिने मतवालीमा पर्छ कि पर्दैन, अथवा हिन्दूकरणले गरिएको यो जात व्यवस्थामा चाहिँ यो अटाउँछ कि अटाउँदैन भन्ने कुरा। अहिलेसम्म त यहाँ धेरै इतिहासहरू तामाङको धेरै जान्ने बुझ्ने लेख्ने मान्छेहरूले पनि तामाङ यहाँबाट सुरु भएर यहाँ यस्तो इतिहास बोकेको मानिस हो, यस्तो जात हो भनेर लेखे। अब वास्तवमै भन्नुपर्दा चाहिँ तामाङहरू मासिने मतवालीमा पर्दैनन्। किन र कसरी भन्नुहुन्छ भने जात व्यवस्था भनेको हिन्दूभित्र रहेको हो र त्यो हिन्दू संस्कारले गर्ने भएको हुनाले हिन्दूभित्र भएको जात व्यवस्था अरू धर्म संस्कृति र अरू समुदायमा लागू हुँदैन। तपाईं कसरी बुझ्नुहुन्छ त्यसलाई? किनभने तामाङ मासिने मतवाली होइन। तामाङ एउटा जुन ब्राह्मण व्यवस्थामा अथवा हिन्दूकरण गर्ने क्रममा तल राखिएको होला, तर वास्तविकतामा तामाङ जुन हिन्दू समुदायभित्र सबैभन्दा माथि भन्छन् ब्राह्मण, त्यो ब्राह्मण र तामाङ एउटै हो। त्यो ब्राह्मण र तामाङको लेभल एउटै हो। म केही तपाईँहरूलाई त्यसको कारणहरू भन्न चाहन्छु। किन चाहिँ ब्राह्मण र तामाङ एउटै हो भने हिन्दूकरण भित्र चाहिँ त्यहाँ सार्की थियो होला, कामी थियो होला, दमाई थियो होला, तल थियो, ब्राह्मण माथि थियो, तर हिन्दूभित्र छैन नि त तामाङ। त्यो भित्र नभएको जात जाति र त्यो भित्र नभएको मान्छेलाई उसले त्यो उनीहरूको हिन्दूकरणभित्र राखेर सानो बनाउनु त्यो अटाउँदैन। हिन्दूभित्रको एउटा समुदाय तामाङ हो भने जात जातिको व्यवस्थाले उसलाई छोयो। त्योभन्दा बाहिरकोलाई उसले तल माथि सिक्वेन्समा राख्न मिल्दैन। जस्तो हिन्दूभित्रै पनि छ, जस्तो नेवार हिन्दू हो, हिन्दूभित्र पोडे छ, च्यामर छ, को छ, के छ, तिनीहरूमा छ, त्यो भित्र गर्न सकियो। तर तपाईले अमेरिकामा कुनै एउटा खैरे छ, ऊ क्रिस्चियन हो, क्रिस्चियनलाई तपाईँ के भन्नुहुन्छ? तपाईँ ब्राह्मणभन्दा माथि राख्नुहुन्छ कि ब्राह्मणभन्दा तल राख्नुहुन्छ? हो, त्यही भएर एउटा क्रिस्चियन एउटा खैरे पनि ब्राह्मण बराबर हो, किनभने हिन्दू होइन नि त ऊ। हिन्दूको वर्गीकरणभित्र क्रिस्चियन परेन नि त। त्यस्तै हो तामाङ समुदायभित्र हिन्दूकरणले वर्गीकरण गर्न सक्दैन र तामाङ समुदाय चाहिँ जुन ब्राह्मण भनिन्छ हिन्दूकरणभित्रको, त्यो ब्राह्मण र एउटा तामाङ समुदायको व्यक्ति बराबर लेभल हो। कुनै हालतमा पनि यो मासिन्ने मतवाली हुँदै होइन र मासिन्ने मतवाली हुनै सक्दैन। तपाईले गर्न सक्ने वर्ग विभाजन तपाईको हिन्दू समुदायभित्र मात्रै हो।
सुन्नुस् है, त्यही भएको हुनाले यो कुरा चाहिँ केही इतिहासविदहरूले पनि भनिदिनु पर्यो कि हिन्दू समुदायभित्र वर्गीकरण छ, अरू समुदायमा वर्गीकरण छैन भनेर भनिदिनु पर्यो। र हिन्दू समुदायभित्र गरेको वर्गीकरण हो यो। हिन्दू समुदायमाथि चाहिँ तलमाथि छ हाम्रोमा, र अरू जात जाति धर्ममा त्यो छैन। अथवा हामीले गरेको यो वैश्य शूद्र ब्राह्मण के तलमाथि गरेको यो हाम्रो समुदाय मात्रै हो है भनेर तपाईहरूले प्रश्न गरिदिनु पर्यो भन्दै आज चाहिँ म यो केही मेरा भनाइहरू यसै गरी टुङ्ग्याउन चाहन्छु। मैले यो 2081 मा विक्रम सम्वत 2081 मा यसरी मेरो यो के भन्छ नि इतिहासको बारेमा मैले केही पढेका कुराहरूलाई यसरी भिडियो मार्फत दस्तावेजको रूपमा मैले यसरी के भन्छ नि भिडियो मार्फत भिडियो दस्तावेज बनाएको छु। यो चाहिँ 300 वर्ष पछाडि अथवा 100 वर्ष पछाडि पक्कै यो कुरा दस्तावेज बन्नेछ र यो मैले बोलेका कुराहरू पनि इतिहास बन्नेछ भन्ने आशाका साथ म आजलाई छुट्टिन चाहन्छु। नमस्कार।